यो अन्तिम इच्छा कसले सोध्यो यो डिएसपीलाई अन्तिम इच्छा के हो सोध भन्नुको कारण के हो यो अब तपाईँको अन्तिम इच्छा उहाँसँग कुरा गर्नुहुन्छ अन्तिम इच्छा भने तपाईँ कानुन व्यवसाय सल्लाह त्यस्तो शब्द बोल्नुहुन्छ अन्तिम इच्छा भन्ने शब्द बोल्दै हुनुहुन्छ त्यसको शब्द होइन सर नो सर तपाईँले बोल्नु भएको अहिले अन्तिम इच्छा भने चाहिँ के हो सर यो भन्नु त तल जानलाई चाहिँ अन्तिम इच्छा भने त त्यही होइन त त्यस्तो त्यस्तो बोलिँदैन नि सर सर डेढ साहब हुनुहुन्छ अन्तिम इच्छा भन्ने हुन्छ सर एउटा पक्राउ गर्न आएको मान्छेलाई अन्तिम इच्छा भन्ने हुन्छ त्यस्तो हुँदैन नि सर त्यस्तो हुँदैन नि सर बोली त के सुधार सर अन्तिम इच्छा एउटा होइन अदालतले दिएको आदेश अदालतले दिएको आदेशलाई अन्तिम इच्छा भन्यो सर एउटा डिएसपीले एउटा पक्राउ गर्न आएको व्यक्तिलाई अन्तिम इच्छा भन्दै हुन्छ उहाँले आजलाई चाहिँ तपाईँहरूले चाहिँ एकचोटि कानुन व्यवसाय सल्लाह गरेर जान्छु भनेर भने होइन अन्तिम इच्छाको अर्थ के हो देश साहब हजुरको नाम के हो अरे हजुरको नाम होइन नाम त भन्न मिल्दैन नि सर देश साहब नाम मात्रै होइन तपाईँको आइडी पनि हेर्ने अधिकार हुन्छ हाम्रो जसकै नाम होइन तपाईँको आइडी हेर्ने नै अधिकार हुन्छ अन्तिम इच्छा पढ्न सर अन्तिम इच्छाको अर्थ के हो अदालतको आदेशमा सरकारी वकिलले पठाएको पक्राउ कुर्सी चाहिन्छ त्यो त चाहियो अनि त्यो पनि चाहिएला ठिक उहाँले दिनुहुन्छ अन्तिम इच्छा भने चाहिँ के हो सर अहिले हजुरले अन्तिम इच्छा सर हजुरले अहिले भर्खर तपाईँको अन्तिम इच्छा के हो भन्नुभयो नि सर त्यो पनि बोल्ने तरिका हो सर तपाईँ डेस साहब जस्तो मान्छे वकिलसँग कुरा गरेर जान्छु भनेर भन्नु होइन हजुरको अन्तिम इच्छाको शब्द त्यही हो आजलाई चाहिँ नि ठिकै छ त यहाँ त हामीसँग जानलाई त त्यही कुरा गर्नुभएको हो नि होइन र सर यहाँ हाम्रो सभापतिज्यूलाई तपाईँहरूले पक्राउ गरेर आउँदै हुन्छ अन्तिम इच्छा भनेको के हो त सर त्यो सर नबटार्नु भन्ने कुरै होइन नि सर अनि पुरै आतंककारी छैनमा पत्र सत्र केही नलेखिकन त्यस्तो नि हुन्छ हो होइन तपाईँहरूको इच्छा यस्तो छ भित्र नआएको मान्छे त्यो कानुन बमोजिमले हामीले चलन पुष्पा जाउँ देख्न सबै हामी डकुमेन्ट सबै रेडी गरिसकेको छ सर हामी त अब रिक्वेस्ट गरेर तपाईँहरू जान्छु भनेर आफूले डकुमेन्ट चाहिँ नबोकेर हामी एउटा पूर्व गृह मन्त्रीलाई पक्राउ गर भनेर चाहिँ अदालतले आदेश दिइसक्यो डकुमेन्ट चाहिँ बोकेर लाउनु सम्बन्धित व्यक्तिलाई दिनु पर्यो तपाईँको अन्तिम इच्छा उहाँसँग कुरा गर्नुहुन्छ अन्तिम इच्छा भने तपाईँ कानुन व्यवसाय सल्लाह त्यस्तो शब्द बोल्नुहुन्छ अन्तिम इच्छा भन्ने शब्द बोल्दै हुनुहुन्छ त्यसको शब्द होइन सर नो सर तपाईँले बोल्नु भएको अहिले अन्तिम इच्छा भने चाहिँ के हो सर यो भन्नु त तल जानलाई चाहिँ अन्तिम इच्छा भने त त्यही होइन त त्यस्तो बोलिँदैन नि सर सर डेढ साहब हुनुहुन्छ अन्तिम इच्छा भन्ने हुन्छ सर एउटा पक्राउ गर्न आएको मान्छेलाई अन्तिम इच्छा भन्ने हुन्छ त्यस्तो हुँदैन नि सर त्यस्तो हुँदैन नि सर बोली त के सुधार सर अन्तिम इच्छा एउटा होइन अदालतले दिएको आदेशलाई अन्तिम इच्छा भन्यो सर म माथि प्रमाण छ भनिएको आज 658 दिन भएछ 658 दिन भएछ प्रमाण छ भनेर भनिएको चाहिएन प्रमाण भइगयो र मलाई अन्तिम इच्छा सोधिएको पनि धेरै दिन भएको छ तेरो अन्तिम इच्छा के हो भनेर बुट बजार्दै मेरो बेडरुम भित्र छिरेर मलाई सोधिएको पनि तपाईहरुलाई सम्झना छ होला मैले त्यसको जवाफ दिएको थिएन आज म चितवनबाट भन्न चाहन्छु मेरो अन्तिम इच्छा के हो 21 गते मतपत्रमा देखाइदिनु होला